भान्जीहरू यो चाहिँ मेरो फर्स्ट भ्लग है गाइज हैन। यो चाहिँ चिल्ड्रेन पार्क हो चाहिँ हाम्रो नयाँ बस्तीको चिल्ड्रेन पार्क कस्तो राम्रो राम्रो छ गार्डन। गाइजहरू आउनु होला घुम्नलाई। यो चाहिँ कहाँ भन्दा लक्ष्मी चोक पर्छ। लक्ष्मी चोक भन्नाले ठ्याक्क मास्टर चोकबाट सिधै आउनुपर्छ नजिकै छ गाइज। यो चाहिँ हेलो अनि यो चाहिँ यहाँको भ्यूहरू छ। यो चाहिँ बच्चाहरू खेल्ने ठाउँ छ। बच्चाहरूलाई खेलाउनु लिनु मिल्छ। अनि यो चाहिँ पानीको झरना छ। पानी चाहिँ अहिले सुकिया छ हैन। यो चाहिँ फुलको गार्डन छ। यो चाहिँ पिकनिक खानलाई पनि एकदम राम्रो ठाउँ छ गाइज। यो चाहिँ आराम गर्नलाई। यहाँ चाहिँ बोट बिरुवा नजिकै छ। हावा खानुलाई मजाको ठाउँ छ। फुटबल खेल्ने ग्राउन्ड पनि छ। त्यहाँ चाहिँ बुढाहरू फुटबल खेल्न गइरहेछ। यो चाहिँ शहीद स्मारकको मूर्ति छ। ओ आइजन छिटो मेरो हात दुख्यो। हात दुख्यो। यो चाहिँ भान्जी छ। हात दुखिसक्यो। फेमस बनाइदिनु पर्यो नि भान्जाहरूलाई। भान्जा भान्जीहरूलाई। यो चाहिँ मन्त्री साहब हो हाम्रो। नाम चाहिँ के हो मन्त्री साहबको? के हो नाम? ल जेसुकै होस् यो नाम हेर्नु भ्याउँदैन गाइज। यो चाहिँ है आउनु होला साथीहरू घुम्नलाई। म त यहाँनिर 2-3 चोटि आइसक्यो। यस्तो राम्रो राम्रो गार्डनहरू बनाइरहेछ अहिले। पिकनिक खानलाई पनि दामी छ। ठुलो ग्राउन्ड छ। ठुलो एरिया छ। एकदम क्लिन वातावरण। जहाँ त्यही पानी छ। यहाँ बाबुले पानी खाइरहेछ। यहाँ बुद्धको मूर्ति पनि छ। यहाँ चाहिँ फुटबल ग्राउन्ड छ। यहाँ चाहिँ बुढाहरू फुटबल खेल्न आउँछ। यहाँ चाहिँ बुद्धको मूर्ति पनि छ। अगाडि चाहिँ शहीदहरूको मूर्ति छ भने यहाँ चाहिँ बुद्धको मूर्ति छ। अनि मान्छेहरू त्यो पिकनिक खानलाई अटो लिएर आएछ। यस्तो छ पुरै पिकनिक खाने स्पट चाहिँ उता छ। यस्तरी माथि जानुपर्छ। धेरै टाढा छ। पिकनिक खाने एरिया चाहिँ उता छ गाइज। ऊ मान्छेहरू कति आएछ अटो लिएर। आज शनिबार हो नि त। है म यहाँ हात दुख्यो अहिले यति है गाइज।